हाम्रो टोल यो बाटोहरूतिर हामी हिँड्दाखेरि यो जङ्गल जाने बाटोहरूमा गु पनि हुन्थ्यो कि प्लास्टिकको फोहोरहरू, यो ड्युको बोतलहरू, जहाँ पाइ त्यही भोलाको खोलहरू। पहिला चाहिँ जता भाइ फोहोर हुन्थ्यो नि त, त्यो कारणले अहिले चाहिँ राम्रो एकदम राम्रो जहाँ पाइ त्यति फोहोर देखिँदैन नि त। नाफन संस्था आएर चाहिँ हामीले कतिको के जान्यो भने सरसफाइ चाहिँ एकदम ध्यान दिनुपर्ने रहेछ। बाटो वरिपरिको यो सबै ढुङ्गाहरू, सबै यो धुलो ढुङ्गाहरू, पातहरू, सबै प्लास्टिकहरू बोरामा राखेर अनि सबै खाल्टोमा गरेर अनि हामी फाल्छ। अहिले पनि अब त्यत्रो हामी गाउँ घुम्यौँ, 2 बोरा भन्दा फोहोर निस्केन, नत्र भए पहिला 3-4 बोरा 5 बोरा फोहोर निस्किन्थ्यो। कति फोहोर निस्किन्थ्यो, अरू भन्दा नि यो डिउ पनि हामीले धेरै खान कम गरेको छ, किनकि नाफन सरले डिउ पनि धेरै खानु हुँदैन। डिउको बोतलहरू कति बारी भए जता रोटैभरि हुन्थ्यो के, घरैभरि पनि हुन्थ्यो, त्यति खासै चाहिँ अहिले छैन। सार्वजनिक रोडलाई पनि हामी सरसफाइ गर्ने कार्यक्रम गर्छौँ, चेतनामूलक कार्यक्रमहरू पनि गर्छौँ। किनकि चेतनामूलक कार्यक्रम भनेको यो प्लास्टिकहरू फाल्नु हुँदैन, फोहोरहरू गर्नु हुँदैन। आफ्नो घर वरिपरिको जुन मुन मेल बाटो रोडको चाहिँ अनि सबै दिदीबहिनीहरूलाई पनि भाइ बहिनीहरूलाई पनि नफाल, एउटा डस्टबिनमा प्रयोग गर, अनि जता भाइ फोहोर फाल्नु हुँदैन भनेर सिकाउँछु। तोल सुधार यो फोहोरहरू यस्तो नगरौँ, त्यो जुनै पानी जम्ने खाल्टाहरू नराखौँ, त्यसबाट केही कीटाणुहरू त्यो लाउँदै आएर आफूलाई हुन्छ, त्यसले नै असर गराउँछ। के डेङ्गु के ज्वरो आउने त्यसबाट निलिन्छ भनेर अनि त्यो के प्लास्टिकको त्यो भाँडाहरू, त्यो के पानी जम्ने फोहोर पानी जम्नेहरू त्यो देखिहाल्यो भने फालिहालौँ भनेर चाहिँ उहाँहरूले जानकारी दिनुपर्छ। हाम्रो समिति 9 जना समिति छौँ। 9 जना समिति पनि हामी महिनामा एकचोटि हामी गाउँ घुमेका हुन्छौँ। हामी किनभने अनुगमन जस्तै गरेर कुन ठाउँमा कतिको फोहोर छ, कुन ठाउँमा के कस्तो छ त्यो अनुगमन गरेर हिँड्छौँ। र कुनै ठाउँमा प्लास्टिकहरू बोतलहरू देख्यो भने उहाँहरूको घर छेउकै मान्छेलाई, अब छिमेकीलाई हामीले उहाँलाई चाहिँ भन्छौँ, अलिक सजेसन दिने काम गर्छौँ, यसरी फोहोर नगर्नु, हामीले तपाईँले गर्दा अरू समाजलाई नि गाह्रो हुन्छ, समाजलाई असर पर्छ, वातावरणमा असर पर्छ भन्ने कुराहरू चाहिँ हामी गर्छौँ। भ्यायो भने हप्तामा, भ्याएन भने महिनामा, अनि त्यसरी हामी गाउँ मिल्छौँ, बैठक बस्छ, एकचोटि बैठक बसेर गाउँ मिलेर अनि रोड एकचोटि सट्ट घुमेर नगनाउने फोहोर एक ठाउँमा राख्छौँ, गनाउने फोहोर एक ठाउँमा राख्छौँ, हामी त्यस्तो गर्छौँ। जुनै व्यक्तिहरू आउनु हुँदा पनि ठाडीचुरी चाहिँ सफा वातावरणले चिनिन्छ भनेर भन्नुहुन्छ कि अहिले चाहिँ राष्ट्रिय जनअखिलक मञ्च संस्थाद्वारा हामीले अझ बलियो बनाउन सक्यौँ। उहाँले चाहिँ नेतृत्व विकास सम्बन्धी तालिम दिनुभयो, यहाँ आएर मिटिङ चलाउनुहुन्छ, उहाँले मिटिङ चलाउनलाई सिकाउनु भयो, उहाँहरूले हामीलाई चाहिँ अब बोल्न सिकाउनु भयो। हामीसँग उहाँहरू चाहिँ उहाँहरू सर बनेर आउनु भएन, उहाँहरू चाहिँ हामी जस्तै सिम्पल बनेर आउनुभयो। सिम्पल बनेर आएपछि हामीलाई पनि हाम्रो दिदीबहिनीहरूलाई पनि बोल्न डर भएन। उहाँहरू पहिला आएर उहाँहरू चाहिँ म यस्तो मान्छे उस्तो मान्छे भन्नु भएन, उहाँले चाहिँ पहिला आएर म पनि गाउँकै मान्छे हो भनेर उहाँले हामीसँग कसरी चाहिँ हाम्रो दिदीबहिनीहरूलाई कसरी चाहिँ उहाँहरूसम्म मेलमिलाप गराउने, उहाँहरूसँग चाहिँ अलिकति आफ्नो मनको कुराहरू, आफ्नो जुन भन्न नसक्ने कुराहरू चाहिँ भन्न सक्ने बनाउने, उहाँहरूमा त्यो चाहिँ विकास गराइदियो। उहाँहरूको मनमा चाहिँ उहाँले उत्पन्न गराउने, उहाँसँग बोल्न सक्ने सम्भावना बनाउनु भयो र अहिले नेतृत्व विकास गर्नमा हाम्रो दिदीबहिनीहरू एकदम धेरै अगाडि छन्।